सुदूरपश्चिमको एउटा सामान्य र निम्नवर्गीय परिवारमा जन्मिएकी उनी आज नेपाली महिला फुटबलको उज्यालो तारा बनेकी छन्। सङ्घर्ष, पीडा र अभावलाई आफ्नो शक्ति बनाउँदै अघि बढेकी निशा सुनारको यात्रा केवल खेलाडीको कथा होइन, यो त हिम्मत, आत्मविश्वास र अथक मेहनतको प्रेरणादायी उदाहरण बनेको छ। जीवनको कठिन मोडमा उनले तत्कालीन द्वन्द्वकालमा जनमुक्ति सेवामा समेत काम गरिन्, तर नियतिले उनलाई अर्को बाटो देखायो, खेलकुदको बाटो। यही आत्मविश्वास र निरन्तर मेहनतले उनलाई नेपाल प्रहरीको महिला फुटबल टोलीकी भरोसायोग्य फरवार्ड बनायो। आज उनी केवल खेलाडी मात्र होइनन्, हजारौं युवतीहरूको सपनाको प्रतीक बनेकी छन्। जीवनमा विवाह, मातृत्व र जिम्मेवारीहरू आउँदा धेरै सपना रोकिन्छन् भन्ने सोचलाई निशाले गलत साबित गरिदिन्। श्रीमानको साथ, आफ्नो दृढ इच्छा शक्ति र निरन्तर अभ्यासका कारण उनले बच्चा जन्मिएको 3 महिनापछि नै मैदानमा फर्किने साहस गरिन्। अनगिन्ती चुनौतीहरूलाई चिर्दै उनी फेरि मैदानमा उत्रिन् र प्रमाणित गरिन्, यदि सपना साँचो हो भने कुनै पनि परिस्थिति अन्तिम बाधा बन्न सक्दैन। निशा सुनारको कथा हरेक सङ्घर्षशील महिलाको आवाज हो। अभावले रोक्न सक्दैन, जिम्मेवारीले झुकाउन सक्दैन, यदि मनमा अठोट र आत्मविश्वास जीवित छ भने। उनी आज केवल गोल गर्ने खेलाडी होइनन्, जीवनसँग हार नमान्ने साहसको अर्को नाम बनेकी छन्। निशाजी, स्वागत छ स्पोर्ट्स टकमा। धन्यवाद दाइ हजुरलाई। के छ अनि आरामै हुनुहुन्छ? एकदमै धेरै छु, आरामै छु। आराम, कुशल, मङ्गल है। अनि कस्तो चलिरहेछ दिनहरू आजभोलि? अहिले दिनहरू गेम खेलेर आएपछि रेस्ट दिनुभएको कोचहरूले, अनि त्यसमा अहिले बेबी स्याहारेर दिन बितिरहेछ। आनन्द परिवारसँग है? हजुर, आनन्द हुन्छ नि त, होइन? अनि म थोरै हिजोको तपाईँको त्यो स्ट्रगल गर्नुभएको, त्यो मेहनत गर्नुभएको समयमा फर्किन चाहन्छु। पहिला अब 14-15 वर्षको हुँदाखेरि पिएलएमा थिएँ, अनि पिएलएमा गएको थिएँ। पिएलएबाट अनि हल्का फुल्का खासै फुटबल भन्ने पनि मलाई थाहा थिएन पिएलएमा। अनि बाहिर अलि सानसानै भएर पनि होला, दाइहरूले एकदम फ्री छोडिदिनु भएको थियो। बाहिर आउँथेँ, अनि साथीहरूले फुटबल खेलेको देख्थेँ, त्यही फुटबल खेलेको देखेर हेरेर बस्थेँ म प्रायः जस्तो। अनि अब त्यतिखेर बुट भन्ने पनि थाहा थिएन, केही हुन्थेन, चप्पल लगाएर निस्किन्थेँ। अनि साथीहरूले तर बुट लगाएर खेल्थ्यो क्या, खाली खुट्टै दौडेर खेल्थेँ। रोडीहरू थियो। निशाजी, जस्तो त्यो त्यति सानो उमेरमा 14-15 वर्षको एज भनेको त धेरै सानो हो नि त। किन जानुभयो तपाईँ? घरको अवस्था पनि त्यस्तै थियो है? घरको अवस्थाले जानु बाध्य हुनुभयो? एकदम। कति बस्नुभयो तपाईँ? त्यतिखेर खै कति सालमा गएको थिएँ, कार्तिकमा गएको छु, त्यो चाहिँ याद छ। अनि त्यतिखेर यस्तो थियो कि पिएलएमा अब डान्सहरू पनि हुन्थ्यो, त्यो डान्सको मायाले गर्दा पनि लाग्यो। आन्टीहरू पनि गएको थियो क्या, धेरै आन्टीहरू पनि जानुभएको थियो। अनि त्यसरी गएपछि अनि म पहिल्यैदेखि एकदम स्ट्रङ मान्छे हो, एकदम। दाइहरूसँग पिएलएमा लागिसकेपछि पनि म दाइहरूसँग कुद्थेँ के। त्यतिखेर दाइहरूसँग कुद्ने, फिजिकल दाइहरूसँगै गर्थेँ म। पिएलएको दाइहरूसँगै फिजिकल कुद्ने, यस्तो उकालो सुर्खेतको त्यो दशरथपुर भन्ने ठाउँ त कस्तो छ, पुरै उकालो ओह्रालो, त्यो उकालोमा म दाइहरूसँगै कुद्नुहुन्थ्यो है? जहाँ लाग्नुको कारण घरको समस्याले गर्दाखेरि त्यत्रो 14-15 वर्षकै उमेरमा चाहिँ त्यो घरको जिम्मेवारी तपाईँमा थियो। जेठी छोरी परियो, भाइ पनि सानसानै थिए, भाइ बहिनीहरू। अनि अब
घरको अवस्था पनि त्यस्तै। आमा त्यतिखेर पनि खासै कमाइ पनि हुन्थेन आमा बुवाको हुन्थेन होला। अब त्यस्तै समस्याले गर्दा म हिँडेको थिएँ। जे होस् फिजिकल एक्सर्साइजहरू चाहिँ धेरै हुन्थ्यो त्यहाँनिर है। त्यहीबाट स्टार्ट। अनि पछि त्यहाँ हुँदै गर्दाखेरि फुटबल त्यहीदेखि खेल्नुभयो? फुटबल पनि खेलेँ, त्यो खाली खुट्टा खेलेँ। अनि मान्छे पहिल्यैदेखि हो कि एकदम बलियो भन्छन्, पहिल्यैदेखि थिएँ म। अलि मान्छे ठेलठाल गर्ने खेल्ने, खाली खुट्टै खेल्थेँ त्यतिखेर। खाली खुट्टै खेल्थेँ पिएलएसम्म त। कति वर्ष बस्नुभयो? बस्यो होला 63-64 सालतिर गएको थिएँ। त्यसपछि सेना संयोजन भएपछि निस्केको थिएँ। कति सालमा त्यो मलाई ठ्याक्कै याद पनि छैन। अनि 6औँ राष्ट्रिय गेम खेलेको थिएँ पिएलओबाट एकचोटि मैले। ए फेरि त्यतिखेर चाहिँ बुट भन्ने त्यतिखेर थाहा भयो। ननिस्किनु भइकनै त्यहाँ त्यो पिएलएमा हुँदै गर्दाखेरि चाहिँ खेल्नुभएको थियो? 6औँ त्यतिखेरै खेलेँ। कुन ठाउँमा भएको थियो त्यो गेम? धनगढीमा भएको थियो। धनगढीमा भएको थियो। के भयो त तपाईँले त्यो गेम? धनगढीमा भएको थियो। अनि स्ट्रङ थियो पहिला पिएलए, विभागी टिम पनि थिए त्यतिखेर। सेकेन्ड भयो होला जस्तो लाग्छ मलाई, खै के हो ठ्याक्कै। हजुर। अनि पुलिस पनि थियो, आर्मी चाहिँ थिएन त्यतिखेर आर्मी थिएन, पुलिस थियो। फाइनल पुलिससँगै परे जस्तो लाग्छ मलाई तपाईँहरूको। ए भनेपछि त्यो गेम खेल्दा खेल्दै तपाईँहरूलाई चाहिँ विभागदेखि अफर आएको हो कि? होइन, त्यो खेलिसकेपछि मैले त्यो छोडिसकेपछि घर यत्तिकै बसिरहेको थिएँ। यत्तिकै बसिराखेपछि अब धनगढीबाट अफर आएको थियो मलाई। ए त्यस पछाडि चाहिँ धनगढीबाट आएको थियो भनेपछि फर्स्ट गेम त त्यहीँ खेल्नु भयो नि त? त्यो पिएलएदेखि खेल्नै भएको स्टार्ट मैले पिएलएदेखि गरेको फुटबलको। त्यही गेम देख्नु भयो त पक्कै पनि धनगढीदेखि दाईहरूले चिनेर बोलाउनु भयो होला। त्यतिखेर ललित दाईहरू, दिलीप दाईहरू हुनुहुन्थ्यो, 2-4 जना अरू पनि हुनुहुन्थ्यो। अब ठ्याक्कै नाम पनि याद भएन। हो त्यतिखेर मैले फुटबल चाहिँ यात्रा पिएलएदेखि नै गर्नुभएको है। घर परिवारदेखि कतिको धेरै सपोर्ट थियो? घर परिवार अब खासै सम्बन्धी पनि थाहा पनि छैन होला। अनि त्यतिखेर कहाँ गयो भनेर पनि खोज्न पनि आउनुभएको थियो एकचोटि। ए आउनुभएको थियो? आउनुभएको थियो। अनि जस्तो तपाईँसँग भेट पनि हुनुभयो? भेट पनि भयो, म जान्न भन्नुभयो है। म यस्तो मम्मीले मलाई जन्म मात्रै दिनुभएको थियो। हुर्किन चाहिँ म मामा घर हुर्किएको बर्दियाबाट। बर्दिया बसेर उतै पढ्थेँ, उतै बाजे बोजूले हुर्काउनु भएको मामाहरूले। त्यतै हो 1.5 वर्षदेखि। 1.5 वर्षबाट अनि एकैचोटि फेरि पछि मात्रै भेट भयो हो तपाईँहरूको? अब घरबाटै हजुरआमा जानुभएको थियो खोज्न। आमा बुवालाई त थाहा छैन। ए हजुरआमा चाहिँ जानुभएको थियो? हजुरआमा र अनि मम्मीको सानीमा जानुभएको थियो खोज्न। अनि यस्तो थियो कि त्यतिखेर मेरो यो निशा सुनार भन्ने नाम चेन्ज त्यहीबाट भएको। नाम ठ्याक्क चेन्ज गरिदिनु भएको थियो। अब मेरो दिमागमा त्यही बस्यो क्या, निशा। निर्मला भनेर खोजिरहनु भयो रहेछ, निशा। अनि ठ्याक्क मैले आफन्त पनि नचिनेको क्या त्यतिखेर। त्यहाँदेखि ठ्याक्क अनि फेरि मलाई एउटा दाइले, जाजरकोटको दाइले एकदम माया गर्नुहुन्थ्यो क्या। अनि उहाँको कारणले गर्दा पनि म पिएलएमै बसेँ। अनि पिएलएबाट अलिअलि पैसा लगेर घर, अब मम्मीहरूको घर, अब अहिले बिहा गरिसकेँ। अब मम्मीहरू माइतीको घर हालेँ। त्यतिखेर माइतीको घर पनि एकदम झोपडी पनि थियो, चुइन्थ्यो के त्यसरी। अनि घर बनाएँ। अनि भाइ बहिनीहरू सानो सानो थियो। अनि अलिअलि स्कुल, राम्रो स्कुल पनि हालेको थिएँ। अब पढेनन् उनीहरू पनि है। जे होस् तपाईँलाई त्यो उमेरमा पनि अब आफूले पनि पढ्न नसके पनि जे होस् भाइ बहिनीलाई चाहिँ म पढाउँछु भनेर तपाईँले गर्नु चाहिँ भयो? एकदम गरेको मैले। यता स्कुल, यो स्कुल राम्रो छैन, अर्को स्कुल पनि हालेँ मैले। बहिनीहरूले साइकलहरू समेत पनि किनेको थिएँ। किनिदिनु भयो है। बहिनीहरूको खुसीको लागि मैले बिए पनि ढिला गरेको। बिए गरेको धेरै वर्ष भएन, त्यही माइती हेर्दै बिए ढिलो गरेँ, बच्चा पनि ढिलै भयो। अनि नि त्यस पछाडि तपाईँको फेरि विभागको यात्रा तय भयो भनौँ न, यात्रा तय हुने भयो। त्यो चाहिँ कसरी सम्भव भयो त विभागमा? धनगढीबाट गेम खेल्दै गर्दाखेरि पुलिससँग थियो गेम।
पुलिससँग हामीले ड्र गरेका थियौँ पेनाल्टीमा जितेको हो ड्र गरेका थियौँ त्यतिखेर हरि सर पनि हुनुहुन्थ्यो सञ्जीव दाई सन्देश सर पनि हुनुहुन्थ्यो मैले चिनेको अनि त्यो ड्र गर्दाखेरि त्यहाँदेखि सायद अब राम्रो लागेर होला हामी दुईजना प्लेयर आएको थियौँ कि त्यतिखेर जयश्रीराम कल गर्नुभएको थियो कल भन्दा पनि कोचहरूसँग कन्ट्याक्ट थियो होला कन्ट्याक्ट थियो अनि कैलालीको कोचहरूसँग अनि तपाईँहरूलाई चाहिँ कैलालीको कोचले भन्नुभयो फर्स्टमा भन्नुहुँदाखेरि कस्तो लाग्यो त तपाईँहरूलाई म एक्साइटेड हुन्छ नि म ओहो म जान्छु भन्नुभयो कि होइन नजाउँ टाइपको भयो कि कस्तो भयो त तपाईँलाई यस्तो त्यतिखेर त खै त्यो पनि थिएन क्या मेरो दिमागमा है खुसी भन्ने कुरा मलाई थाहा पनि थिएन त्यो अब गेम यति थियो कि गेम खेल्नुपर्छ त्यो राष्ट्रिय टिम भन्ने पनि थाहा थिएन क्या मलाई अनि खेल्नुपर्छ अनि चाहिँ विभागीमा आइसकेपछि पो थाहा हुन्छ त्यतिखेर अब विभागीमा आउँदाखेरि खुसी त भइहालिन्छ अब जागिरी सागिरी भन्ने कुरा त्यतिखेर आउँदा लगभग 2-3 वर्षै करारमा बसियो त्यतिखेर 4,000 दिनुहुन्थ्यो महिनाको 4,000 दिनुहुन्थ्यो 4,000 भन्ने सरले सोध्नु भएको थियो हरि सरले कति दिम त भनेर सोध्नु भएको थियो हामीलाई खासै थाहा थिएन के भित्र बस्थ्यौँ अब काठमाडौँमा पैसा चाहिन्छ भन्ने कुरा हामीलाई थाहा थिएन नि त थाहा छैन है ब्यारेकभित्रै बस्थ्यौँ उतै खान्थ्यौँ खानपिन फ्री गरिदिनु भएको थियो अनि थाहा थिएन अनि चाहिँ हुन्छ 4,000ले हुन्छ भन्यौँ क्या हामीले हुन्छ भन्यौँ अनि हुन्थ्यो त्यो 4,000मा पनि मैले घर पठाउँथेँ पैसा भनेपछि 2 वर्ष चाहिँ 4,000मै बस्नुभयो बसेँ त्यसपछि 7,000 बनाइदिनु भयो 7,000 बनाइदिनु भयो अनि चाहिँ पुलिसमा फर्म पनि भरेँ अनि 3 चोटिमा भएको म पुलिस 3 चोटिमा हुनुभएको के कारणले गर्दाखेरि 3 चोटि लाग्यो तपाईँलाई अब एकचोटि उहाँ अब त्यस्तै समस्या मेडिकलमा गयो अर्को लिखितमा भएको थियो अनि लास्ट चाहिँ 3 चोटिमा भएको पुलिस तर हार चाहिँ तपाईँले मान्नु भएन है नत्र मैले लास्ट चाहिँ हार मानिसकेको थिएँ हो तर होइन 3 पल्टसम्म चाहिँ 2 चोटिसम्म चाहिँ ट्राई गरेको थिएँ जुन लास्ट चोटि मैले हार मानिसकेको थिएँ कि त्यतिखेर सर पनि हुनुहुन्थेन हरि सर यता एन्फातिर पनि आइसक्नु भएको थियो नि त अनि चाहिँ हार त्यतिखेरसम्म 2 चोटिसम्म थिएन 3 चोटिमा लिखित दिएर म घर गइसकेको थिएँ कि अनि घर गएर पनि त्यो हुन्छ नि आफ्नो गाउँले पारा त्यस्तोमा हिँडिसकेको थिएँ क्या अब यस्तै हो जाहिर पनि खाइन्न भनेर हिँडिसकेको थिएँ अनि पछि लास्टमा अनि दाइ अनि सर हुनुहुन्थ्यो के भरत शाह भन्ने हुनुहुन्थ्यो इन्सपेक्टर उहाँले चाहिँ कल गरेर अनि अब यस्तो पैसाको महत्त्व थाहा भयो नि त 4,000ले पुग्दैन रहेछ भन्ने पनि थाहा भयो अनि त्यस पछाडि अब त्यही कुरा गर्दाखेरि अनि सरले तिमीलाई यति दिनसम्म आउन त भनेर भन्नुभयो अनि त्यसपछि म आएको लिखित दिएर म गएको थिएँ अनि लिखित पनि पास भएँ त्यसपछि इन्टरभ्यू त्यस पछाडि तपाईँ त आधिकारिक रूपमै नै विभागीय टिमको एउटा सदस्य हुनुभयो मम्मी बाबाहरूलाई हजुरआमाहरूलाई थाहा भयो कि भएन अझै पनि थाहा छैन त्यो पुलिस के हो कस्तो भन्ने मम्मी बुवाहरूलाई त्यो पनि खै बुझ्नु नला जस्तो लाग्छ कि मलाई हो उहाँहरू नेपाल हुनुहुन्न अहिले बरु यता मामा घरतिर बुझिहाल्नुहुन्छ होइन मम्मी बुवा चाहिँ एकदम बुझ्ने मम्मी चाहिँ त्यस्तै टाइपको हुनुहुन्छ अहिले नेपाल हुनुहुन्न उहाँहरू हेर्नु थाहा छैन होला जस्तो लाग्छ मलाई अनि अब त्यत्रो धेरै तपाईँले होइन दुःख गरेर चाहिँ एउटा विभागीय टिममा सामेल हुनुभयो होइन त्यति बेला त अभियसली परिवारमा त खुसी हुन्छ नि त खुसी लाग्नुपर्ने हो नि त यस्तो सायद मम्मी नबुझ्ने भएर होला जस्तो लाग्छ हुन्छ नि त मान्छेहरूको छोराछोरीले जागिरी खाएपछि आमा बुवाहरूको रियाक्सनै छुट्टै हुन्छ नि त अनि मम्मीको मैले त्यस्तो देखिनँ अनि बुवा चाहिँ हुनुहुन्छ एकदम बुझ्ने हुनुहुन्छ
अब घरको अवस्थाले गर्दा बुवा इन्डियै बस्नुपर्ने हुन्छ। अहिले पनि इन्डिया हुनुहुन्छ? अझै पनि बस्नुहुन्छ। भेट हुन्छ होला नि त तपाईँको कहिलेकाहीँ? यस्तो अब हामीले खर्च दिने हो। हजुर। खर्च दिएपछि त्यो खर्चले पनि टार्न गाह्रो हुन्छ होला नि त मम्मी बुवाहरूलाई। भनेपछि अहिले तपाईँले नै सपोर्ट गरिराख्नु भएको छ है मम्मी बाबालाई? अहिले 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 अलि दिन छोडेको। हजुर। बुवाले कमाउनुहुन्छ नि त, बुवाले नदे भन्नुहुन्छ। कुन उमेरको हुनुहुन्छ? बुवा 54 वर्षको हुनुभयो। 54-55 त्यस्तै हुनु। 24 साले हो मेरो। ए हजुर हजुर। अनि त्यसपछि तपाईँ अझ पनि दुःख गर्दै हुनुहुन्छ इन्डियामा? इन्डियामा है। कहिलेकाहीँ आउनुहुन्छ कि आउनुहुन्न? घरको समस्याले गर्दा पनि होला खासै 2 वर्ष भइसक्यो। 2 वर्ष भइसक्यो। चाडबाडतिर आउनुहुन्न? आउनुभयो। भेट्नु भएको कति भयो तपाईँको? फोन चाहिँ गर्नुभएको थियो, हिजो भर्खर कल भएको थियो। गर्नुभएको थियो है बुवासँग। ठिक छ। विभागमा अब तपाईँको त्यहाँदेखि नयाँ यात्रा सुरु भयो एक खालको होइन, एउटा यात्रा सुरु भयो। अनि विभागदेखि जस्तो तपाईँले खेल्नुभएको पहिलो गेम याद छ तपाईँलाई? डेब्यू गेम विभागदेखि? पहिलो गेम एनसेल यहाँ यता रौतहटतिर भएको थियो। त्यो एनसेल फर्स्ट पनि भएको थियौँ हामीले। निर दिदीले स्कुटर पनि जितेको थियो। बेस्ट फरवार्ड त्यतिखेर जितेको थियो। त्यहाँदेखि चाहिँ तपाईँको एकदमै अझ धेरै लगाव भयो होला है फुटबलमा। त्यहाँदेखि चाहिँ अब खेल्नुपर्ने रहेछ त्यो एउटा सोच्नुभयो होला नि त त्यहाँदेखि त अब म नेसनल टिममा पुग्नुपर्छ भन्ने त्यो सोचाइ आयो कि आएन? त्यो टाइममा चाहिँ आयो होला? आउँथ्यो सोचाइ। अब सिलेक्सनमा 30 सम्म पढ्थेँ, फ्याँकेर जाने काम त हो, त्यही हो समस्या। तर पछि मेहनत गर्दै हुँदै जाँदाखेरि पछि पर्नु पनि भयो। 2016मा हजुर इन्डियाको सिलगढीमा। हजुर गोल पनि हाने मैले त मालदिप्सलाई है। स्टाम बसेको थिएँ, पछि 14-15 मिनट कति टाइम थियो ए अन्तिममा अनि छिराउनु भएको थियो, अनि गोल पनि हानिदिएको। त्यो जस्तो बेन्चमा बसिराख्दाखेरि नि अब आफ्नो टिम खेलिराख्नु भएको छ होइन, तपाईँलाई चाहिँ कतिको जोस आउँथ्यो? म त एकदम जोस आउँछ। रिजल्ट के भइरहेको थियो त जस्तो तपाईँ छिर्नुभन्दा अगाडिको? गोल भइसकेको थियो। नेपालले नै 5-6 गोल कति हानिसक्नु भएको थियो है। अनि पछि तपाईँ बसेर हानिदिनु भयो फेरि? हाने। कस्तो अनुभूति हो भनौँ न, लाइक अब राष्ट्रियको प्रतिनिधित्व गर्दै होइन, राष्ट्रिय टिमदेखि चाहिँ फर्स्ट डेब्यू म्याचमै फर्स्ट गोल गर्नु हुँदाखेरिको अनुभव चाहिँ कस्तो रह्यो त? एकदम खुसी लाग्थ्यो, रमाइरहेको थियो। त फेरि मेरो त गोल हानिसकेपछि रमाउने पनि तरिका छुटिसक्यो। कसरी रमाउनुहुन्छ? अनि हुन्छ नि त अब इस्राम बसेको मान्छे अनि गएर अनि चाहिँ अब गोल हानेर अनि रमाउनु त छुट्टै भइहाल्छ नि, साथीहरूसँग अङ्गालो मार्ने रमाउने। खुसी थिएँ एकदमै। खुसी हुनुभयो है। अनि त्यसपछि त्यो कुन म्याच थियो? साफ च्याम्पियन नै हो कि? फोर्थ साफ च्याम्पियनसिप। त्यो समग्रमा भन्नुपर्दा त्यो रिजल्ट के भयो त? त्यो इन्डियासँग हामी सेमिफाइनलै हारेको थियो। इन्डियासँग है। चिर परिचित प्रतिद्वन्दी इन्डिया। त्यही हो। अहिले पनि कति धेरै मिहिनेत गर्नुहुन्छ होइन हाम्रो प्लेयरहरूले, तर काहीँ न काहीँ हामी इन्डियासँग चुकिरहेको छौँ क्या, काहीँ न काहीँ। अनि त्यसपछि फेरि त्यो नेसनल टिममा त्यसपछि त्यो सकिएपछि, त्यो च्याम्पियनसिप सकिएपछि फेरि पछि नेसनल टिममा आउनुभयो कि भएन तपाईँ? त्यसपछि त्यो गेम खेलिसकेपछि हजुर हाम्रो ठ्याक्क चुनाव भयो क्या। चुनावमा परियो। चुनाव भएपछि मलेसियामा खेल्ने म्याच थियो, त्यसको लागि पनि अब त्यही टिम लानु भएको थियो। त्यही फोर्थ साफ च्याम्पियनसिपमा परेको जुन तपाईँहरू नै हुनुहुन्थ्यो, त्यही टिम गएर उहाँ फ्रेन्डली म्याच त्यतिखेर त्यो फ्रेन्डली म्याच खेले।
अनि त्यस पछाडि सर आउनुभएको थियो, हरि खड्का सर आउनुभयो, कोच ठ्याक्क कोच नेसनल टिमको। त्यतिखेर म इन्जोर्ड भएँ, ए हो, दाहिने खुट्टा इन्जोर्ड भएको थियो। यता हामी पुरा यस्तो विभागीमा किराँतसँग म्याच खेलिरहन्थ्यो। ए खेल्नुहुन्थ्यो है, त्यही भएर पनि स्ट्रङ हुनुभएको होला तपाईँहरू। किनकि क्रिकेटसँग प्रायः जस्तो धेरै बाजी खेल्थ्यो कि हामीले, 5,000को यस्तो पैसा क्रिकेटसँग बाजी खेल्थ्यो। त्यो क्रिकेटसँग सायद खेल्दाखेरि मेरो खुट्टा अलिअलि भएको थियो होला, त्यतिखेर ठ्याक्क थाहै पाएन क्या। अनि नेसनल टिमको सेलेक्सन पनि थियो त्यतिखेर, आउँदाखेरि एकदम धेरै धेरै दुख्दाखेरि अनि एक्सरेहरू गर्दा खुट्टाको हड्डी चाहिँ फ्र्याक्चर भएको रहेछ। ए त्यस पछाडि तपाईँले रेस्ट गर्नु पर्यो? सरसँग म सर यस्तो यस्तो छ भने चाहिँ सरले हुन्छ भनेर पठाइदिनु भएको। अनि त्यस पछाडि चाहिँ तपाईँ टोटल्ली रेस्ट गर्नुभयो? यस्तो छ क्या दाइ, मेरो शरीर पनि धेरै रेस्ट पनि चाहिँदैन क्या मलाई, 1 वर्ष पनि, 5-6-7 महिना, 6-7 महिना त्यतिमै म रिकभर भएर आइहाल्थेँ। स्ट्रङ त त्यतिखेर खुट्टा फ्र्याक्चर हुँदा पनि धेरै मलाई रेस्ट चाहिएन क्या। भयो प्लास्टर गऱ्यो, कति महिना राख भन्छ नि त, त्यो प्लास्टर खोलिसकेपछि अलिअलि हिँड्न थाल्यो। यो अहिले त फिजिकलहरू गर्नुहुन्छ नि, त्यो त फिजिकलै नगरेर म त यहाँसम्म आइपुगेँ। 2टै खुट्टा फ्र्याक्चर हो मेरो त, 2टै खुट्टा, यो माथिको हात पनि। अनि त्यस पछाडि जब तपाईँको रिपोर्ट त्यस्तो आएपछि डाक्टरले अब रेस्ट गर्नुपर्छ भन्नुभएपछि तपाईँ रेस्ट गर्नुभयो? प्लास्टर गरेँ, रेस्ट गर्नुभयो। अनि त्यस पछाडि प्लास्टर धेरै होइन, फेरि 1-1.5 महिनाको, 3-4 महिना कति भन्नुहुन्थ्यो नि त डक्टरले, त्यो भनेको टाइममा गर्थेँ। अनि चाहिँ अलिअलि हिँड्नु हुँदैन के भन्नुहुन्थ्यो, प्लास्टर खोलेपछि हिँड्न सुरु गरिहाल्नु। मेरो अझ पनि एक्सरे गऱ्यो भने राम्रोसँग हड्डी जोइन्ट देखाउँदैन थियो, धेरै पछि फेरि छिटै हिँडेँ नि त। अनि हिँडेपछि फेरि एक्सरे गर्दा हड्डी जोइन्ट भएको थिएन भन्थ्यो क्या डक्टरले है। अनि यसो गर्दा गर्दै अनि नि त्यसपछि जस्तो तपाईँ लामो समय हराउनु भयो नि, 4 वर्ष हराए। त्यही अवधिमा बिहे गर्नुभएको थियो तपाईँले? खास के कारणले गर्दाखेरि चाहिँ तपाईँ अलिकति हराउनु भएको टाइपको? अब हराउनु भएको भन्नु मिल्दैन, मैले बिहे गरेको 12 वर्ष भइसक्यो। 12 वर्ष भइसक्यो? 12 वर्ष भइसक्यो। अब गाउँमा भागेर बिहे गर्छन् नि, त्यो वर्ष त 12 वर्ष भइसक्यो। 72 भुइँचालोमा हो ए गरेको, तर बुढो इन्डिया बस्नुहुन्थ्यो नि त त्यतिखेर। अनि त्यो भइसकेपछि 12 वर्षमा मैले गाउँघरको बिहे नै भन्छ, अब यता काठमाडौँतिर अब रिलेसन भन्छ, त्यही भएर मैले त्यो खुलाएको थिएन। साथीहरूलाई थाहा थियो, सबैजनालाई थाहा थियो, खेलाडीहरूलाई सबलाई खास थाहा थियो, गाइयो गुइयो खुला थिएन। त्यो आफ्नो आफ्नो लाइक हुन्छ नि, सर्कलको साथीभाइ साथी मिल्ने साथीहरूलाई थाहा थियो, कोचहरूलाई थाहा थिएन, कोच थाहा थिएन है, मैले दिएको पनि थिएन। अनि जस्तो धेरै वर्ष पछाडि, धेरै होइन 4 वर्ष पछाडि तपाईँलाई भर्खरै मात्रै हामीले देख्न पायौँ पोखराको टुर्नामेन्ट र उता बुटवलको टुर्नामेन्टमा। त्यतिखेर म खेल्दाखेरि यस्तो थिएन नि त, मिडियाहरू पत्रकारीहरू थिएन नि त त्यतिखेर, त्यतिखेर सायद भएको भए त बाहिर आउँथ्यो होला। अब यतिखेर त यस्तो खेल्छु भने त्यतिखेर झन् कस्तो खेल्थ्यो होला म भने चाहिँ अब त्यो हो। अनि चाहिँ अहिले चाहिँ अब मिडियाहरू भएपछि निस्केको होला बाहिर। 4 वर्ष पछाडि त्यही त, त्यो दुईवटा टुर्नामेन्टमा तपाईँलाई देख्दै गर्दाखेरि। अनि जस्तो एउटा प्रेरणाको स्रोत क्या तपाईँ चाहिँ कुन कुरामा भने बिहे गर्नुभयो, अनि त्यस पछाडि बेबी भएको कति महिना भन्नुभयो? बिहे गरेको अब देखाउटी चाहिँ अब 3 वर्ष जति भयो होला।
अनि चाहिँ अब अनि त्यसपछि 1 वर्षपछि बेबी भयो। म ठ्याक्क धनगढीको त्यो हाम्रो कप 5 लाख एफएफलाई गोल हानेर मैले जितेको थिएँ। त्यतिखेर पनि मैले त्यति बेला पनि तपाईँले हान्नुभएको थियो है? मैले हानेको थपेको 5 मिनटमा हानेको गोल। एकदम धुलो थियो, नाइटमा गेम खेलाउनु भएको थियो। अनि चाहिँ त्यतिखेर अनि लास्ट थपेको 5 मिनट थियो। अनि त्यो 5 मिनटमा रेखाले हानेको थियो पोस्टमा। रेखाले हानेपछि पोलमा लगाएर रिटर्न भएपछि त्यो हाम्रो एउटा साथीले निर्मला उपाध्याय भन्नेले ठ्याक्क त्यो उसको त्यतिखेर पनि कन्ट्रोल सबैको राम्रो भएपछि उसले ठ्याक्क फालिदिएको थियो क्या बिचमा। फालेपछि अनि मैले टक्क चेस कन्ट्रोल गरेर मैले त्यतिखेर हानेको थिएँ कि। त्यतिखेर हानेको थियो। कन्ट्याक्ट पनि दामी लाग्यो, कन्ट्रोल पनि सबै राम्रो भएको थियो क्या त्यतिखेर। अनि त्यो गोल हानिसकेपछि त्यो टुर्नामेन्ट पछि हामी विनर भएको थियौँ। अनि त्यो टुर्नामेन्ट पछि म खेलेको थिएन। ए त्यस पछाडि चाहिँ खेल्नु भएको थिएन? खेलेको थिएन। ठ्याक्क फेरि अर्को खुट्टा इन्जोर्ड भइदियो। इन्जोर्ड भएपछि रेस्ट अलि 7-8 महिना रेस्ट गरेँ। फेरि खेल्न थालेको थिएँ। अनि चाहिँ फेरि ट्रेनिङमा लडेर यो हात सोल्डर गयो। यो गएपछि अनि यो पनि अलिअलि रिकभर हुँदै थियो। ठ्याक्क बेबी भयो। अब 2 वर्ष त त्यही लागिगयो खुट्टाको फ्र्याक्चरको रेस्ट। अनि 79मा खेलेको थिएँ। अनि ठ्याक्क त्यही भइहाल्यो। अनि चाहिँ इन्जोर्डको 2 वर्ष, बेबी 2 वर्ष गरेर 4 वर्ष ग्याप भयो। 4 वर्ष ग्यापमा जस्तो अब इन्जोर्ड पनि हुनुभयो होइन? त्यतिखेर गेम पनि भएन नि दाइ। जस्तो बेबी पनि भयो अनि 2 वर्ष तपाईँ इन्जर्ड हुनुभयो। त्यस पछाडि तपाईँले सोच्नु भएको थियो अब म फेरि ब्याक हुन्छु फुटबलमा भनेर सोच्नु भएको थियो? मैले त दिमागमा नै अर्कै भइसकेको थियो क्या। त्यो मैले यो सोचे पनि थिएन म फेरि यसरी फर्किन्छु, यसरी खेल्छु होला भन्ने मैले सोचे पनि थिएन क्या। सोचे पनि थिएन। मैले बुढोको फुल सपोर्ट पाएको यसमा चाहिँ एकदम। त्यो त एकदमै स्पष्ट देखिन्छ एकदमै। तपाईँले नभन्नु भए पनि मलाई बुढोले बच्चा हुर्काउन नि कति गाह्रो हुन्छ। त्यो 3 महिनादेखि म अफिस अब हामीले पाउने 3 महिना छुट्टी हो त्यतिखेर। 3 महिना भएपछि हाजिर हुनुपर्छ नि त अफिस। खेल्न नसकेपछि त अब दरबन्दी पठाउनु चलन छ नि त हाम्रो त। माइन्ड मेकअपै अर्कै हुन्थ्यो क्या त्यतिखेर। ला म त सक्छु कि सक्दैन भन्ने हुन्थ्यो नि त। त्यो बेग्लै प्रेसर हुन्थ्यो है। अनि त्यस पछाडि त्यो हुन्थ्यो। 3 महिनादेखि आएपछि अब सुत्केरी ज्यान अलिअलि आफै अनि हिँड्न थाले स्पोर्ट लगाएर, स्पोर्ट सुजहरू लगाएर। 3 महिनादेखि एकदम हिँड्न थाले। त्यो सुत्केरीमा पनि मलाई फुल रेस्ट दिनुभएको थियो क्या। त्यो प्रेग्नेन्ट बुढी पेटमा हुन्जेलसम्मको त्यो 9 महिना हुन्छ नि, मलाई कोचरले फुल रेस्ट दिनुभएको थियो। अफिस पनि आउँदैन थिएँ, रेस्ट रुममै बस्थेँ, फुल रेस्ट पाएको थिएँ। अनि त्यस पछाडि मलाई यस्तो थियो कि एउटा मनमा चाहिँ लागेको ठ्याक्क म हस्पिटल जाँदै गर्दा मलाई भोला दाइले भन्नुभएको थियो कि अनि के अरे फरवार्ड पनि थिएन नि त खासै। मिना त पछि आएको नि त। अनि चाहिँ अब फरवार्डको कारणले पनि कतिपय गेमहरू पनि हारिन्छ नि त। अनि चाहिँ गेम खेल्ने मान्छे यसरी पेट बोकेर बसेको छ अनि कहाँबाट हुन्छ हो त्यस्तै भन्नुभएको थियो। अनि त्यही भएर दाइ टेन्सन नलिनु म 8-9 महिनामा फर्किन्छु भन्थेँ कि। त्यसरी भनेको थिएँ मैले दाइलाई। त्यो पनि मनमा राखेको थिएँ कि मैले। त्यो सत्य साबित भयो है अन्तिममा। अब त्यो गरेकै हो साबित। अनि अलि टाइम लाग्यो होला बरु। अनि जस्तो अब सानो बच्चा होइन लाई चाहिँ अब घरमा छोडेर खेल्दै गर्दाखेरि चाहिँ त्यो हुन्छ नि। अब मान्छेलाई लाइक खेलाडीलाई चाहिँ जब मेन्टल्ली प्रेसर चाहिँ नभइकन खेल्नु पायो भने अझै फेरि बेटर पर्फर्मेन्स हुन्छ अरे क्या। अनि तपाईँलाई त उता त्यो बेबीको कति धेरै याद आउँथ्यो होला त। त्यो विषयमा अब कस्तो छ भने चाहिँ फेरि बच्चा पाइसकेपछि गाह्रो पनि हुँदो रहेछ कि यो। त्यो मेन्टली पनि एकदम टर्चर, सुत्न पनि नपाइने रातभरि। अब मेरो छोरी फेरि कस्तो भने चाहिँ 1-1.5 घन्टा सुत्नै उठ्दिने खालको क्या।
अनि ठ्याप्पै हातमा राखेर सुताउनु पर्थ्यो उसलाई त। अनि त्यसरी गर्दा 4-5 पनि बज्यो, अनि त्यो 4:30 अनि 5 पनि बज्यो सुत्न, आधी घन्टा 1 घन्टा अलार्म राख्थेँ। त्यो राखेर अनि चाहिँ अब ढिलो गएपछि गाली खाइन्छ भनेर बरु छिटै जान्थेँ क्या, छिटै जान्थेँ त्यो समयमा। अनि जान्थेँ अनि गेम अनिँदै हो मैले यो जति यहाँसम्म पुगेँ नि, यो बेबी जन्माइसकेपछि अनिँदै अहिलेसम्मै अनिँदो छु। त खासै सुत्न पाउँदैन थिएँ, तर पनि म ट्रेनिङमा गइसकेपछि सम्झिँदैन थिएँ क्या बच्चा, त्यतातिर ध्यान दिनु हुँदैन, मेरो फोकस फुटबल हो, मैले फोकस फुटबलमा गर्नुपर्छ भन्थेँ। जस्तो गेमको लागि त तपाईँ अब लगभग 8-10 दिनै बाहिर जानु पर्थ्यो नि त, त्यो बेला चाहिँ कसरी म्यानेज गर्नुहुन्थ्यो बेबीलाई? अनि मेरो रुममा 2 जना बहिनी पनि थियो, अनि अब बुढो भइहाल्नु भयो, अनि त्यो भएर अलि मलाई सजिलो पनि भएको, ट्रेनिङ गर्नु पनि सजिलो भएको। 4 वर्षको रेस्ट पछि होइन बेबी पनि भयो, अनि त्यस पछाडि ब्याक टु ब्याक 2टा टुर्नामेन्टमा चाहिँ बेस्ट फरवर्ड र बेस्ट प्लेयर सम्भवतः है 2टै टुर्नामेन्टमा पाउनुभयो। एकदम यो कुराहरूले चाहिँ नि यति धेरै यो लाइक एउटा फुटबल खेलाडीको चाहिँ हुन्छ नि त्यो प्रेरणाको स्रोत भनौँ न। अब कतिजना हुनुहुन्छ होला अब होइन, अब खेल्दै गरेको होइन, बिहे गरेपछि खेल्न छोडेको होइन, खेल्न नपाउनु भएको होइन, अनि एक चाहिँ अब जस्तो बेबी भयो म सक्दिनँ भन्ने त्यो सोचाइ हुन्छ नि, त्यस्तो मानसिकताहरू कतिजना खेलाडीहरू हुनुहुन्छ होला सायदै। उहाँहरूको लागि होइन समग्र सबैको लागि नै एउटा तपाईँ चाहिँ उदाहरणीय मान्छे भन्छु क्या म, प्लेयर खेलाडी भन्छु। यस्तो हो, अब कति सपोर्ट गर्नु यस्तो छ, हामी महिलाहरू बिहा गरिसकेपछि अब जस्तै अब फुटबल खेल्दा हुन्छ नि, बिहा गरेपछि फ्यामिलीले पनि खेल्न दिँदैन, हो खेल्न दिनुपर्छ होइन। अनि आफ्नो भएको कलाहरू देखाउन दिनुहोस् भन्न चाहन्छु म। अनि अब बिहा गरिसकेर पनि अब खेल्दै कतिपय बच्चा पनि हुन्छ नि, बच्चा पाए पनि हामी खेल्न सक्छौँ क्या, त्यसमा सपोर्ट हुनु पऱ्यो बुढोको पनि, खेल्न सक्छौँ हामी। अब खेलिरहेको पनि छु मैले, अनि त्यो खेल्नु पनि पर्छ, आफूमा हिम्मत चाहिँ हार्नु भएन। त्यो एउटा सपोर्ट हुनु पऱ्यो फ्यामिलीको। अनि अर्को दोस्रो कुरा भनेको जस्तो एउटा मोटिभेसन हुन्छ नि, मोटिभेसन दिनु पऱ्यो। तपाईँको हस्बेन्डले पक्कै पनि तपाईँलाई होइन मोटिभेसन गर्नुहुन्छ होला, निशा खेल्नुपर्छ, यस्तो हो होइन भनेर पक्कै भन्नुहुन्छ होला होइन। मेरो बुढोले त धेरै सपोर्ट गर्नुहुन्छ क्या, त्यो मलाई बरु त्यस्तो टर्चर हुन्थ्यो होइन मेन्टली, अब हुन्छ नि बेबी भइसकेपछि मलाई खेल्न सक्छ, तर मेरो बुढोले चाहिँ एकदम सपोर्ट गर्नुभयो। उहाँ पनि फुटबल खेलाडी हो कि होइन, तर फुटबललाई चाहिँ एकदमै बुझ्नु भएको हुनुहुँदो रहेछ है। अनि चाहिँ मलाई एकदम सायद बुढोले नै सपोर्ट गरेर म यहाँसम्म पुगेको भन्छु, बेबी भइसकेपछि। अहिले कतै तपाईँहरू टुर्नामेन्टहरू खेल्न जानु हुँदाखेरि भनेपछि उहाँहरूले नै बेबीको केयर गर्नुहुन्छ। अनि कोचहरूले पनि मलाई फुल्ली रेस्ट दिएर अनि म के अरे यहाँसम्म कोचको पनि हात छ, किनकि अब कोचले पनि अब खेल्न सक्दैन, यो त बच्चा पाएको भनेर मलाई चान्स नदियो भने त मैले देखाउन सक्दैन थिएँ नि त त्यो गेम होइन, आफूलाई प्रुभ गर्न सक्दैन थिएँ नि त। त्यही भएर उहाँहरूले पनि विश्वास गरेर मलाई खेल्न सक्छ है भनेर विश्वास गरेर खेलाउनु भयो नि त। अनि त्यही भएर कोचहरूको पनि एकदम हात छ, मैले सपोर्ट पाएको हो कोचबाट, बुढोबाट अनि पाएको। मेरो बुढोले त अझ पनि 7-8 वर्ष खेल्न सक्छस् भन्नुहुन्छ क्या, भन्नुहुन्छ अझ पनि भन्नुहुन्छ। अब कसरी भन्नुभयो थाहा छैन, तर मलाई त्यसरी भन्नुहुन्छ क्या, एकदमै सपोर्टिभ। अनि आफै
14 महिनाको मैले झापा गेम खेल्न जाँदा 14 महिनाको बच्चा थियो। 14 महिनाको 14 महिना गेम खेल्न जाँदा जा भनेर भन्नुभयो के म हेर्छु जा भनेर। झापा महिला गोल्ड कप अस्ति भयो चन्द्रगढीमा। ए चन्द्रगढीको गोल्ड कप चाहिँ भन्नुभयो त्यतिखेर चाहिँ मेरो सानै थियो 7-8 महिना थियो। त्यो झापाको अर्को थियो नि जितेको त्यो चाहिँ सानै थियो। झापा महिला गोल्ड कप दुधे झापामा भएकोमा चाहिँ सानै थियो भन्नुभएको चाहिँ थिएन म त्यति बेला जानु भएन तपाईँ फेरि नै थियो त्यतिखेर त चन्द्रगढी चाहिँ जानुभयो चन्द्रगढी गएको थिएँ आर्मीसँग सेमिफाइनल हाल्यौँ नि त्यतिखेर चाहिँ गएको थिएँ मलाई बुढोले जा भन्नुभयो म अझ सोचमा थिएँ नि त 14 महिनाको बच्चा कसरी छोडेर जानु अनि अब आमा जस्तो अरू हुँदैन नि त न्युज अनि त्यही भएर बुढोले जा म हेर्छु भनेर पठाउनु भयो के एकदमै सपोर्टिभ एकदमै हस्बेन्डले एकदमै धेरै तपाईँलाई सपोर्ट गर्नुभएको सपोर्ट नगर्नु भएको थियो भने त आज यो ठाउँसम्म तपाईँ आइपुग्न गाह्रै हुन्थ्यो नि त होइन मलाई दुःख कहाँनिर लाग्यो भने यत्रो धेरै अब एउटा राष्ट्रको लागि प्रतिनिधित्व गर्दै राष्ट्रिय टिममा स्थान बनाउनु भयो होइन अनि देशको लाइक हुन्छ नि अब सेवा गर्ने उद्देश्यले एउटा विभाग जोइन गर्नुभयो तर यो कुराहरू चाहिँ मम्मी बाबाले चाहिँ थाहा पाउनु भएन भन्नु हुँदाखेरि चाहिँ मलाई साह्रै दुःख लाग्यो यो कुरामा चाहिँ यस्तो हो त्यतिखेर खै अहिले पनि बुझ्नु न जस्तो लाग्छ मलाई त मम्मीले जस्तै छोरीको गेम आइरहेको हुन्छ नि त टिभीमा कतिपय मम्मीबाट त खुसी हुन्छ मम्मीलाई थाहै छैन क्या थाहै छैन है सायद अब घरतिर टिभी सिभी पनि नभएर पनि हुनसक्छ होइन तर होइन अहिले पछिल्लो समय त अब हरेक चिजहरू आयो नि त सामाजिक सञ्जालहरू आयो होइन अब टिभीहरू आयो खै मलाई कहिले पनि फोन गर्नु भएन नि त भएन है मलाई लाग्छ बेबीलाई चाहिँ धेरै माया गर्नुहुन्छ होला तपाईँले कुरै छोडिदिनु किनभने त्यो समयमा तपाईँले पनि खासै माया पाउनु भएन रहेछ होइन त म फेरि गर्छु बेबीलाई माया गर्छु बेबीलाई त किन माया गरिन्छ अनि तर यो ट्रेनिङ गर्ने टाइममा चाहिँ मैले याद गर्दैन कि फुटबलमै फोकस है एकदम तपाईँ तपाईँको एकदमै तपाईँ स्ट्रङ मान्छे हुनुहुँदो रहेछ खै अनि नि निशाजी अस्तिको म थोरै टुर्नामेन्टको कुरा गर्छु बुटबलको फाइनल खेल सङ्कटा र नेपाल पुलिस क्लबको हेर्नु चाहिँ एकदमै मजा आएको थियो क्या तपाईँहरूको गेम अनि अन्तिममा विवाद भयो खास के भएको थियो यस्तो थियो त्यो अन्तिममा विवाद हुनुको कारण अब साथीले अब हाम्रो विदेशी खेलाडी छ नि त 7 नम्बर लोसिया के भन्नुहुन्छ उहाँलाई चाहिँ अब मङ्की भन्यो अरे भनेर उहाँले सुन्नुभयो अरे भनेर त्यो विषयमा रहेछ खास गरी विवाद भन्ने कुरा तर मङ्की भनेको होइन नि हो के चाहिँ भन्नुभएको थियो त खास यस्तो हामी अब फाइनल जितेपछि त को रमाउँदैन रमाइन्छ नि त अब त्यो रमाउने क्रममा ऊ नजिकै थियो अरे ऊ नजिकै लोसियानु के हो नाम त मलाई ठ्याक्कै ऊ नजिकै हुँदाखेरि मोनिका दिदी भनेर बोलाउँदाखेरि उसले मङ्की सुनेछ अरे भएको चाहिँ त्यस्तो हो अनि त मैले पछि यसो सामाजिक सञ्जालतिर देखिरहेको थिएँ अनि यस्तो भनेर नेपाल पुलिस क्लबका खेलाडीहरूले भन्ने सुनिरहेको थिएँ तर त्यो वास्तवमा गलत रहेछ है एकदम गलत हो नि अब यस्तो अनुशासन पनि हिँड्नु भनेर भन्नुभएको छ होइन अनि अब त्यो होइन वास्तवमा त्यो होइन नि त तर 14-15 वर्ष गेम खेल्यौँ हामीले अब अनुशासनै भएर त हामी अहिलेसम्म टिकेको हो नि त एकदम अनि चाहिँ अब यस्तो छ विदेशी खेलाडीहरूले हात लगाएको देखाएको छैन क्या
त्यसमा देखाएको छैन। अब मेरो साथीलाई किन हात लगाइस् भनेर दखल्दाखेरि एग्रेसिभ भएर दखल्दाखेरि त्यस्तो देखेको हो। अब उनीहरूलाई हामीले हात लगाउने तरिकाले भने हामी सम्मान गर्छौँ एकदम विदेशी खेलाडीहरूलाई, अनि त्यस्तो गरेको होइन। अब त्यो गेम भन्ने कुरा एग्रेसिभ भइहाल्छ, कहिले काहीँ भइहाल्छ। हजुर, अनि चाहिँ अब गेम भन्ने ठेलठाल गरेर नै खेल्ने फुटबल हो त्यो। अनि त्यही भएर उहाँहरूलाई खासै त्यहाँ बढी एग्रेसिभ मेरो देखाएको छ नि। तपाईँ आउनु भएको छ सेन्टरमा बसेको मान्छे अब यस्तो छ नि 7 नम्बरले कस्तो भने उनीहरूको बल उहाँ सेन्टरमा फल भएछ भने अगाडि ल्याएर राख्छ के, अनि अगाडि नराख्नु न, अनि अलिक पछाडि लानु भने सिधै घाँटी न्याक्न आउँथ्यो उनीहरूले, अनि यसरी हात लगाउँथ्यो। उनीहरूको चाहिँ देखेको छैन, फेरि हात लगाएको देखिन्छ। हाम्रो 5 नम्बर खेलाडीलाई घाँटी न्याकेको छ कि 7 नम्बरले, उसको देखे छैन। उसको नदेखेपछि अब एग्रेसिभ त भइन्छ नि त, साथीलाई किन लगायो भन्दाखेरि त अलि भइन्छ नि। त्यो विषयमा चाहिँ मैले किन लगाएको अनि किन घाँटी उ गरेको भनेर भन्दाखेरि मलाई चाहिँ अलिक बढी एग्रेसिभ देखेछ। म चाहिँ त्यस्तो प्लेयर होइन है, त्यस्तो अनुशासनहीन एनतेन होइन। अब जस्तो हामीले हेर्दाखेरि पनि विभागीय टिमहरू होइन, तपाईँले भन्नुभयो नि 15-16 वर्ष भइसक्यो खेल्नुभएको होइन, अहिलेसम्म त यस्तो छैन नि त, थाहा छैन नि त होइन। त कहिलेकाहीँ हुन्छ, फेरि मैले सपोर्ट गरेर बोलेको होइन, कहिलेकाहीँ अब लाइक मैदानमा त यो फिजिकल गेम हो, त्यस्तो कहिलेकाहीँ हुन्छ। अनि त्यही त मलाई चाहिँ कति बेला अलिकति नरमाइलो लागेको थियो भने मैले उहाँको स्टाटस देखेको थिएँ, सङ्कटाको विदेशी प्लेयरको। उहाँले चाहिँ अलिकति हो त्यस्तै मङ्की वर्डहरू त्यस्तो भन्यो, अनि अलिकति त्यो रङ्ग विभेद गरौँ भन्ने टाइपको गर्नुभएको थियो क्या, लेख्नु भएको थियो। अनि के भएको रहेछ भनेर अब न्युजमा त के आउँछ नि होइन, एकदम केही आउँछ, तर सत्य तथ्य कुरा चाहिँ के हो त, त्यो त अब तपाईँहरू हुनुहुन्छ नि त त्यहाँनिर होइन। अनि त्यो सत्य तथ्य नजानी त अब हामी पनि त बोल्नु मिल्दैन होइन। यस्तो छ, म मिडियाहरूलाई के भन्न चाहन्छु भने चाहिँ भित्रको सत्य तथ्य यस्तो हुन्छ, भित्र बाहिरबाट हेरिरहेको लाइभ हेर्नु र भित्र खेल्नुमा धेरै डिफ्रेन्ट पर्दो रहेछ नि। अनि भित्र अब जस्तो अब हाम्रो एकदम एग्रेसिभ देखेछ नि त अब त्यो पुलिसको के, अनि त्यो चाहिँ छैन क्या, त्यस्तो होइन नि त। हामी अनुशासनै हो हामी। अनि कहिलेकाहीँ गेम हो, अब ठेलठाल भइहाल्छ। अनि मिडियाहरूलाई चाहिँ अनि रिक्वेस्ट गर्न चाहन्छु, सत्य तथ्य चाहिँ अलि उ गरेर बाहिर चाहिँ निकालिदिनु होला। एउटैको मात्रै गल्ती हुँदैन नि त फुटबलमा, अनि त्यही भएर। अनि त्यो अब त्यो पछिको त्यो मङ्की हामीले भनेको छैन। मोनिका भन्दाखेरि ऊ नजिकै थियो, अनि मङ्की सुनेछ। अब त्यस्तो भनेको छैन, त्यस्तो भन्नुभएको छैन। त्यो गलत भनेपछि त्यो सुनाइ भएर बुझाइ भएर उसले त्यस्तो सुन्यो होला, तर हामीले भनेको छैन। खास चाहिँ त्यो भएको रहेछ। अनि निशाजी अब के छ त, जस्तो विभागीय टिममा हुनुहुन्छ यो समयसम्म आइपुग्दाखेरि कतिको खुसी लाग्छ त, आफूलाई कतिको प्राउड फिल गर्नुहुन्छ जस्तो विभागीय टिमबाट चाहिँ? एकदमै गर्छु म। अहिले पुलिसमा आएपछि पो म आफ्नो कला देखाउन थालेको। पुलिसलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। अवसर दिने होइन, माध्यम बनिदिनु भयो, एउटा देशको सेवा गर्ने मौका पनि दिनुभयो होइन। हजुर। अनि अर्को कुरा म के भन्छु भने हाम्रो जति विभागीय टिमहरू हुनुहुन्छ नि, आर्मी, पुलिस, एफएफ, जुन आज नेपाली महिला फुटबलको हाइप छ नि एक किसिमको, सम्भवतः विभागीय टिमहरू चाहिँ नहुनु भएको थियो भने आज हामी त्यस्तो गर्व गर्न जुन अहिले त्यो बिन्दुमा छ नि, त्यो उचाइमा एउटा नेपाली महिला फुटबल टिमको क्रेज, यदि विभागीय टिमहरू नहुनु भएको थियो भने चाहिँ आज
त्यो हामीले महसुस गर्न पाउँदैन थियौँ। एकदमै एकदमै धेरै धेरै धन्यवाद पनि म भन्न चाहन्छु विभागीय टिमहरूलाई। हो नि, अहिले यसरी विभागी अनि विभागीमा अब विभागी एउटा टिम बनाएर होइन, अब हामी कहाँ थियो कसलाई के थाहा हुन्थेन नि त। त्यही भएर विभागीमा आएर अब यसरी खेलाडीहरूलाई जोस् आफ्नो प्रतिभा प्रस्तुत गर्ने एउटा मौका ठाउँ दिनुभयो होइन, स्पेस क्रिएट गरिदिनु भयो। निशाजी अनि अब के छ त तपाईँको प्लान यहाँदेखि उताको? मेरो प्लान भनेको अब रेस्टको टाइममा बेबीसँग छनै छ, अनि चाहिँ अब सकुन्जेल फुटबलै खेल्ने। फुटबलै खेल्नुहुन्छ है? सकुन्जेलसम्म। जस्तो तपाईँबाट चाहिँ धेरै कुराहरू सिक्न सकिन्छ, जस्तो मेहनत होइन, परिश्रम मेहनतदेखि लिएर धैर्यता भन्ने कुरा पनि तपाईँदेखि सिक्न सकिन्छ। अनि जस्तो आउने भावी पिँढीलाई, जस्तो अहिले आउँदै हुन्छ नि जेनेरेसन, अपकमिङ जेनेरेसनहरूलाई चाहिँ तपाईँ के सुझाव दिन चाहनुहुन्छ? फुटबलमा के गर्नुपर्ने रहेछ त? अहिले पहिलाभन्दा अहिले धेरै गेमहरू हुन्छ होइन, पहिला त खासै हुँदैन थियो नि त, अहिले एकदम धेरै गेमहरू हुन्छ। अब जस्तै अब खेल्न चाहने छन् नि त गाउँघरमा, उहाँहरूको आमा बुवाहरू दाजुबहिनीहरूलाई अब खेल्न आफ्नो बच्चा अनि केमा खुसी छ, फुटबल ट्रेनिङ गर्न चाहिरहेछ कि त्यसलाई गर्न दिनुहोस् भन्छु क्या म। गर्न दिनुहोस्, छ फुटबलमा भविष्य छ बनायो भने। अनि भाइ बहिनीहरूलाई पनि एकदमै धेरै मेहनत गर्नुपर्छ होइन? मेहनत गर्नु पर्यो। अब यस्तो हुन्छ, फुटबल भनेको मेहनत गर्नै पर्छ। त्यो अलिअलि यताउति गरेर हुँदैन, मेहनत गर्नै पर्छ। यो ठाउँमा अब अलि माथि पुग्नु छ भने त मेहनत गर्नु पर्यो नि त। त्यही भएर धेरै मेहनत नै चाहिन्छ फुटबलमा। जस्तो अब थोरै म लिगको कुरा गर्छु। अस्ति अब तपाईँहरूको लिग हुँदाहुँदै रोकियो होइन, यस्तो लिगहरू भइरह्यो भने चाहिँ तपाईँहरूलाई अझ धेरै सहज हुन्थ्यो होला होइन त? एकदम एकदम आशा छ अब हुनेछ, गर्नुहुनेछ। त्यो जति छिटै होस् हामी कामना गरौँ। कतिको उत्साहित हुनुहुन्थ्यो त त्यो लिग हुँदै गर्दाखेरि? एकदमै धेरै सबैभन्दा धेरै प्राइज पनि थियो नि त लिगमा, एकदमै उत्साहित पनि थियौँ। अनि चाहिँ फेरि ठ्याक्कै स्थगित भएको हामीले खेलिसकेपछि भयो क्या, स्थगित भएको छ, सुरु भइदिए अझ राम्रो हुन्थ्यो भन्न चाहन्छु। चाँडै नै सुरु भइदियो भने चाहिँ धेरै राम्रो हुने थियो है। ठिक छ निशाजी, अब हामी एउटा सेसनमा जान्छौँ फोटो देखाउने। ल, दिपा अधिकारी। दिदी एकदम रेस्पेक्ट गर्छु म, एकदम राम्रो प्लेयर पनि हो। सँगै खेल्नु भयो? एउटा दिदीसँग धेरै त खेलेको छैन, एक दुईवटा म्याच खेला होला। विभागीसँग चाहिँ विभागीका भिड्दा चाहिँ विभाग भिड्दा खेलिएछ। तर जिरो एङ्गलबाट गोल हानेर चिन्छु क्या म त दिपा दिदीलाई है। पिएलएमा पनि हान्नु भयो है, जिरो एङ्गलबाटै हान्नु भएको। भनेपछि तपाईँहरू चाहिँ फरक फरक टिममा हुनुहुन्थ्यो? जिरो खै कहाँबाट खेल्नुभयो त्यो ठ्याक्कै याद छैन दिदीलाई, तर म जिरो एङ्गलबाट गोल छिराउने भनेर चिन्छु क्या, म त्यसरी चिन्छु। एकदम राम्रो प्लेयर हो नि दिदी, मैले चाहिँ त्यसरी चिन्छु क्या दिपालाई। अहिले कन्ट्याक्ट छ कि छैन? कहिले काहीँ कुराकानी हुन्छ कि हुँदैन दिदीलाई? अस्ति अहिले भएन, जस्तै अब म 4 वर्ष पहिला अब यताउति भेट हुन्थ्यो। अहिले खासै अस्ति देखेको थिएँ, खासै बोल्न पनि पाएन सिलगढीमा, कता कता देखे जस्तै लाग्थ्यो क्या। अहिले बाहिरै हुनुहुन्छ? अस्ति आउनु भएको थियो, यो हाम्रो पडकास्टमा पनि आउनु भएको थियो। बाहिर हुनुहुन्छ अहिले। अब
के भन्ने होइन अब उहाँलाई देख्दाखेरि त म निशब्द हुन्छु अब त्यतिको मान्छे चाहिँ होइन अब त्यसरी खेल्दा खेल्दै गेम छोड्नु भयो नि दिदीले खेल्न सक्नुहुन्छ नि अझ पनि सक्नुहुन्छ चाह्यो भने त खेल्दा खेल्दै छोड्नु भएको थियो अब उहाँको आफ्नै पर्सनल लाइफ होला अब के होला त्यो त मलाई थाहा छैन तर चाहिँ एकदम राम्रो प्लेयर हो क्या ठिक छ अब हाम्रो दिपालाई वैदेशिक बसाइ हुन्छ नि त्यो बसाइ चाहिँ एकदम सुखद होस् होइन शुभकामना जहाँ हुनुहुन्छ खुसी हुनु होला भन्न चाहन्छु म पनि मनमाया बहिनी मनमाया पनि राम्रो हो मलाई एकदमै मनपर्ने खेलाडी हो नि एकदम मलाई पनि मनपर्छ म पनि छक परेको थिएँ क्या त्योभन्दा अगाडि मैले देखेको थिएन पछि 4 वर्षपछिको अस्ति गेमहरू चाहिँ हेरिरहन्थेँ नि त हिरा इन्जोर्ड भएपछि ठ्याक्कै आएको थियो कि ऊ ठ्याक्क एकदम राम्रो स्टामिना भएको प्लेयर हो क्या राम्रो हो पोजिसन पनि जहाँ पनि खेल्दो रहेछ है अस्ति विन्स पनि राम्रो खेलिरहेको थियो भने कस्तो स्ट्रङ लाग्छ क्या बहिनी सानै कदको भए पनि एकदमै डह्रो लाग्छ क्या स्ट्रङ छ नि अब नेपाली महिला टिमको चाहिँ खम्बा भनौँ न होइन खम्बाहरू बहिनी निरु दिदी निरु पहिलाको त हुनुहुन्छ नि खम्बा अहिलेसम्म खेल्दै हुनुहुन्छ उहाँ पनि एउटा उदाहरणीय खेलाडीमै पर्नुहुन्छ एकदम एकदम जस्तो अहिलेसम्म होइन त्यो बेलाकै जोस छ क्या उहाँसँग छ नि छ अनि फेरि दिदीसँग मेरो गेम पनि मिल्छ है किनकि धेरै वर्ष भयो नि त म पुलिसबाट आउने बित्तिकै ठ्याक्कै दिदीसँगै खेल्न थालेको अनि चाहिँ दिदीले बल पाउन बित्तिकै मलाई थाहा भइहाल्छ क्या मुभ जस्तो अब फुटबलको मुभ हुन्छ नि त दिदीले यहाँ फाल्छ भन्ने ठ्याक्कै मलाई थाहा हुन्छ अनि त्यो एक अर्कामा तपाईँहरूको राम्रो कम्बिनेसन रहेछ होइन एकदम दिदी जस्तो आफूसँग बल हुँदाखेरि हेराएर गऱ्यो भने थाहा हुने क्या त्यो आँखा थियो क्या म भनेको ढुकुवा प्लेयर भन्छ नि म चाहिँ ढुकेर खेल्ने दिदी चाहिँ जुन नम्बर 10 खेल्नुहुन्थ्यो म चाहिँ 11 टाइपले खेल्थेँ कि पहिला चाहिँ अनि चाहिँ दिदीले बल धनगढीमा पनि दिदीलाई चल्न नदिएको नि उसले निरुले बल पाउन ती निसाले फाल्छ भनेर चल्न नदिएको धनगढीमा चल्नै नपाएको दिदीले उहाँले चाहिँ बुझ्नुहुन्छ तपाईँले कतिको स्पिडमा फाल्दाखेरि भेट्नुहुन्छ होइन त्यो सबै फेरि दिदीले पाउन बित्तिकै मलाई पनि थाहा हुने दिदीलाई पनि थाहा हुने कि यसले यहाँ फालिदिएपछि यति फालिदिएपछि यसले फेर्छ हान्छ भन्ने दिदीलाई पनि थाहा हुन्थ्यो मलाई पनि थाहा हुन्थ्यो कि त्यसरी गेम मिल्छ अस्ति पनि बुटलमा पनि सँगै खेल्यो नि त अब स्कोर ननिस्केपछि दिदीलाई हालेको रहेछ कि निसाले अब यो निरुले यसरी फ्याँकिदिन्छ भन्ने टाइपले के हुन्छ नि त कोचहरूको मान्छे त्यही भएर दिदीलाई थाहा छ दिदीसँग मेरो गेम पनि मिल्छ अहिलेसम्म राम्रो खेल्दै हुनुहुन्छ त्यहाँ कन्ट्रोलिङहरूदेखि लगेर अलिकति स्टामिनाहरू चुकिन्छ हामीलाई स्टामिनामा अलिकति कमी हो अरू सबै त्यही हो खेल्ने स्टाइल पहिला जस्तै हो सरु लिम्बू राम्रो अनि किनकि एफएफसँग हामीहरू गेम खेल्दाखेरि पनि हुन्छ नि त धेरै चल्छ नि त ऊ त एकदम चलेर खेल्ने प्लेयर हो तल भ्याएर पनि माथि गोल हान्नु पनि पुग्ने प्लेयर हो क्या त्यही भएर राम्रो हो उसलाई चाहिँ हामी विभागीबाट खेल्दाखेरि त्यो सेन्स हुन्थ्यो क्या समात्नुपर्छ भन्ने चाहिँ चल्न दिनु हुँदैन भन्ने चाहिँ राम्रो खेल्छ अहिलेसम्म खेल्दैछ बहिनीहरूलाई शुभकामना छ गेम जितेर आउनुहोस् भन्न चाहन्छु अनिता बस्नेत जिक्री हो मेरो ऊ पनि अहिले त 0 एङ्गलबाटै गोल छिराउँछ नि राम्रो अहिलेसम्म खेल्दैछ राम्रो खेल्छ नेसनल टिमको चाहिँ जति पनि कर्नर किकहरू एकदमै उहाँले हान्नुहुन्छ यस्तो फेरि राम्रो हान्नुहुन्छ
होइन सिधै डेन्जर हान्नुहुन्छ क्या त्यो कर्नर किकहरू सिधै पोस्टमै छिर्छ अँ उसले चाहिँ फेरि किक नहानुस् भन्ने जस्तो लाग्थ्यो हामी विवाहीसँग खेल्दाखेरि उसले हान्यो भने छिराइदिन्छ छिराइदिनु है छिराइदिन्छ उसले। त्यो कस्तो हानै पनि अर्कै टाइपको छ क्या उसको फनक्कै घुमाएर हान्छ कता हानेको फर्स्ट बार हो कि सेकेन्ड बार हो थाहै हुँदैन उसको हानै चाहिँ त्यस्तो राम्रो हान्छ उसले राम्रो छ नि अहिलेसम्म अहिलेसम्म राम्रो खेलिरहेछ त्यही हो अब सबैभन्दा ठुलो कुरा चाहिँ मेहनत ट्रेनिङ त रहेछ होइन उत्तिकै फिट हुनुहुन्छ अहिले पनि अब तपाईँ पनि फिट भइसक्नु भयो होइन त त्यही त अब म साथीहरूलाई के भन्न चाहन्छु भने चाहिँ अहिले जुन भारतमा भइरहेछ नि त साफ च्याम्पियनसिप त्यो चाहिँ जितेर आउनुहोस् भन्न चाहन्छु क्या रेकर्ड पनि तोड्नु छ नि त कति हारेको मात्रै गर्नु अनि त्यही भएर योचोटि गोल्ड मेडल जितेर आउनुहोस् भनेर शुभकामना धेरै धेरै शुभकामना हाम्रो तर्फबाट एकदम निशाजी आइदिनु भयो होइन तपाईँको महत्त्वपूर्ण समय दिनुभयो होइन सानो बेबीलाई एकछिन अलग्गै गराएँ मैले होइन बेबीसँग पनि होइन तपाईँलाई धेरै धेरै धन्यवाद अझै हुन्छ नि लाइक अझै धेरै आउने दिनहरूमा होइन यसरी नै तपाईँले प्रगति गर्दै जानुहोस् हामी यसरी नै देख्न पाऊँ होइन म्यान अफ द म्याचहरू बेस्ट प्लेयरहरू होइन यो समयमा पनि धेरै धेरै तपाईँलाई शुभकामना छ धन्यवाद हजुरलाई पनि हजुरले बोलाइदिनु भयो 2-4 शब्द राख्ने मौका दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद